चाहिँ हामी सागा केनको योसिनो गाडी भन्ने ठाउँमा घुम्न आएको छ हैन। पहिलादेखि नै कस्तो घुम्न मन थियो तर अब के मिलेन भने अहिलेसम्म आएको थिएन। अब चाहिँ तोसु छोड्ने बेलामा चाहिँ यहाँ घुम्न आएको छौँ। यहाँको ठाउँ चाहिँ राम्रै रहेछ। अझ खासमा त्यही ठाउँमा चाहिँ पुगेको छैन हैन। ट्रेनबाट झरेर हिँड्दैछौँ यसरी। आजको मेरो आउटफिट चाहिँ यस्तो छ हैन। सब सिनभरि नै हुन्छ होइन। यो जुत्ता चाहिँ ब्रान्डेड हो फेरि, नाइक। आज चाहिँ यही ठाउँमा घुम्न आएको है त। यो के अरे योसिनो गाडी रे। योसिनो गाडी नाम पनि कस्तो गाह्रो। मलाई यहाँ भित्र जानु थियो कि यो घरभित्र न, तर म जाने है त। अझै हिँड्दैछौँ। अब चाहिँ पुग्न आँटे जस्तो छ। त्यहाँ देखाइरहेछ होइन। यहाँ यस्तरी देखाएको। यहाँ चाहिँ झन् राम्रो मौसम, जङ्गल, हरियाली, वन, संसारको धन। आज धेरै एक्सर्साइज हुनेवाला छ हिँड्दै। ओहो यहाँको लाली गुराँस त होइन नि, कस्तो राम्रो छ। टिप्न मिल्दैन तर के गर्नु। मजाले सजाएर राखे है फुल। जताततै यहाँबाट जाने। अब यहाँबाट जाने हो, म जाँदैछु। हिरोइनको इन्ट्री ढोक्दै बसिरहेछ न त्यहाँ। हाम्रो आन्टी त्यहाँ ढोक्दै बसिरहेछ। यहाँको एकदम राम्रो लाग्ने चिज चाहिँ होइन, जहाँ पनि आइसक्यो गरेर हुन्छ। आइसक्यो भने चाहिँ एकदम मान सम्मान रेस्पेक्ट के कसो। आफैले टिकट काट्न लाग्यो जितो भनेको आफैले टिकट काट्ने हो। यहाँ अप्सनमा के हुन्छ अनि पैसा हाल्ने अनि टिकट लिने होइन त। बिस्कुट छ 5,000 खाने मची भएपछि यस्तै हो। त्यहाँको चाहिँ 920 एन भनेको रुपैयाँ भने पनि हुन्छ होइन। उस्तै परिन्छ। टिकट आयो, पैसा आयो, छोरा पैसा This is our ticket. म त जताततै यहाँको म्याप पनि दिँदो रहेछ न। चिज यस्तो दामी रेड कार्पेट भन्छ नि, हो त्यस्तैवाला भाइ भइरहेछ। रेड कार्पेटमा हिँड्न पाएको छौ कसैले। यहाँ हामीले अलिकति पैसा तिरेर हिँड्न पाएको छौँ। ल भिडियो गर। This is a red carpet of Tosu. सागा हो कि के अरे सागा केनको तोसु होइन। यो चाहिँ सागा केनमै हो। यो चाहिँ सागामै हो है। हामी चाहिँ तोसुबाट आएको। रेड कार्पेटमा हिँड्न ओहो पैसा तिर्नुपर्छ है यो कार्पेटमा हिँड्नलाई चाहिँ। पैसा हो र केबाट बनाएको यो यस्तो। सेम डिट्टो बनाएको छ सुँगुर। हिस्टोरिकल होला नि त यो। जापानको एउटा ऐतिहासिक रहस्यमय लुकेको छ यहाँ यो ठाउँमा। ठाउँ पनि एकदम राम्रो छ। तोसुमा बस्ने, सागामा बस्ने चाहिँ सबैजना घुम्न आउनु होला। म जस्तै अहिलेसम्म आएको छैन भने यहाँ हिँड्ने बाटो बनाइदिएको रहेछ। यस्तरी हिँडेर जाने हो।
आराखासी यो किन यहाँ बिचमा चाहिँ जानु नदियो पनि के त यो बनाएको होला भर्खर कि त यहाँ केही भएको छ ल यो बिचमै बन्द गरेको छ किन हो र जताततै सुँगुरै सुँगुर सुँगुरको उयो थियो कि क्या हो पहिला यहाँ चाहिँ होइन जहाँ गए पनि यसरी के भन्छ डिरेक्सनहरू दिएको हुन्छ एकदम घुम्न सजिलो हिँड्न सजिलो मान्छेलाई होइन खोज्न सजिलो ठाउँ होइन सुँगुरजी मेन चाहिँ यही हेर्न आएको हो त्यो मान्छे चाहिँ एक्लै हिँडेर गइरहेको चाहिँ एक्लै मतलब छैन सँगै आएको तर हामी चाहिँ एक्लै घुमिरहेछौँ खासमा चाहिँ यहाँबाट छिर्ने जस्तै लाग्यो यो मान्छे उल्टोबाट छिर्यो गेट त यो हो जस्तो लाग्यो यो ठाउँको म्याप होला होइन यस्तो छ होला अब यो भित्र चाहिँ हामी यस्तो ठाउँ छौँ है भनेर बुझ्न सकिन्छौँ यो भित्र यस्तो रे गेट टावर छिर्यो है त गाइज गेट टावर छिर्यो वाउ यहाँ चाहिँ सेचीमै गर्ने बाजे पनि रहेछ है यो ठाउँको बारेमा भन्नको लागि पनि मान्छे रहेछ कोहीले पनि छ यहाँतिर यसको डिग्री देखाऊ यहाँ ここは大家大臣たちが集まる議席や話し合いをする建物です。ここです。ご案内いたします。どうぞ。 यहाँ चाहिँ पहिलाको के भन्ने अब के हो रे ここは集合場所です。 सुगो भने चाहिँ के हो नि 何がミーティングをするときここで話し合います。 おーそうですか यहाँ जाऊँ न यहाँ कस्तो दामी देखायो हेर त अघिकै त हो सबै ओइ त्यहाँ त मान्छे छ जस्तो हेर त मान्छे हैन त्यो के हो त मूर्ति हो कि एकछिन त कस्तो डर लाग्दो कि यहाँ चाहिँ भगवान जस्तो जाऊँ न योसँग फोटो खिच्न मिल्छ कि मिल्दैन होला है कस्तो नसोचेको बनाइरहेछ यहाँ भित्र छिर्यो है त कस्तो दामी यार नेपालको गुन्द्री चकडी पनि छैन चकटी अनि यसलाई के भन्ने थाहा छैन अब के भन्छ यो सबै माटोको भाँडाहरू बाई बाई राजा रानी नेक्स्ट डेस्टिनेसन हाम्रो निस्क्यो यहाँभित्र छिरेको थियो भर्खरै कस्तो मन शान्त हुँदो रहेछ तर भित्र छिर्दाखेरि कस्तो राम्रो छ कि हेर्दाखेरि पनि हामी चाहिँ घुम्दैछौँ अझै यहाँ चाहिँ यस्तै रहेछ है खोइ अर्को ठाउँमा निस्किनु पर्ने खालि यस्तै ठाउँमा घुम्यो क्या हामी कस्तो गर्मी आज खै के भन्छ टेम्परेचर पनि अलिकति तातो नै छ कि 17-18 छ त्यही भएर गर्मी पो भयो यस्तो लागेर मान्छे चाहिँ टन्नै आउँदो रहेछ है त यहाँ ततिर नि छ एरिया पनि ठुलै रहेछ खोइ सबै यस्तै हो कि जताततै चाहिँ यस्तै घर मात्रै देख्छ छिर्नु पर्यो फेरि के ठाउँ रे यो जुस किन खाने जुस त छैन रहेछ
राखी गिफ्ट हो मेरो तर्फबाट यसमा के छ होला है तरवाल रहेछ यहाँ तरवाल भयो जाउँ यहाँबाट अब अर्को ठाउँमा एकछिन यहाँबाट यस्तो दामी अब चाहिँ कहाँ जाने यस्तो ठाउँमा जाने के हो यो यहाँ हेर न त्यो भित्र त्यो भित्र होला यो ठुलो भित्र के हो जाने घुम्दैछ सबैजना रातो माटो हो कि हो फोटो टेकन लुगा राख्छ होला यहाँतिर ए यहाँबाट हिँडेर जानु मिल्छ यहाँबाट त यहाँबाट जान मिल्दो रहेछ यहाँबाट हिँडेर यो भित्र यहाँबाट जाने कि पहिला यता जाने पहिला यहाँ जाउँ है अनि यहाँबाट तल जाउँ के हो कि यस्तो यसरी पार्ने हो त त्यो फोटोमा देखाएको यस्तै हो कि क्या सबै के होइन यो पुरै एरिया त्यस्तै छ है कस्तो राम्रो देखेको हेर त ओ आजको दिनमा मौसम खुलेर कस्तो दामी देखेछ तर क्यामेरा त गर्न मिल्दो रहेछ अब यहाँभित्र छिर्ने दामी अटोमेटिक रहेछ यहाँ चाहिँ यस्तो रहेछ के हो नि हो कोब्रा कोब्रा मान्छे जलाएको ठाउँ रहेछ कि जस्तो लाग्यो कि होइन अनि यस्तोमा मान्छे जलाउँछ यस्तो यो माथि टुप्पोमा के हो यस्तो जान्छ कस्तो राम्रो बुढीले के पढ्न आयो त अनपढ नो कोनो के हो र त्यही होइन यो त्यही तलको यहाँ कस्तो क्युट यस्तो गरे के गरे नि यिनीहरूले ल हेर त त्यो साँच्चीकै त्यो पालमा मान्छेहरू चाहिँ के यस्तो यहाँ हेर न त्यो उसमा हालेर है यो एरियाको म्याप के नि यो यहाँ हेर न मरेको मान्छे राख्ने हो यहाँ हेर न यहाँ आउनु के थिचेर बस्यो अन्त ग्रिन मात्र बनिन्छ के हो र यसको काम यहाँ बस्ने कोठा खाट पनि छ साइकोसी साइकोसी
चाहिँ डरलाग्दो कुरा ल्याएर चाहिँ के हो जाँदैछु अब मान्छे पनि छ छैन त 엄마도 그치 바깥 심이었다. 오, 나는요. 우라. यस्तो दामी वाउ कस्तो जस्ताको तस्तै के यहाँ चाहिँ राजा रहेछ पनि बलिरहेको छ ओके माथि पनि केही छ जस्तो छ यो के को बारकोड दिएछ हेर यसको बारेमा होला यहाँ त वाइफाई पनि थियो रहेछ यहाँ हेर न अहिले माथि जाउँ न के छ मिटिङ हल रहेछ कि है एकचोटि आऊ थाकिसक्यो म त हिँड्दा हिँड्दा कस्तो खतरा अब हामी नयाँ ठाउँमा आएको छौँ यहाँ चाहिँ के छ होला त्यहाँ पनि त्यो घरहरू होला ठाउँ जताततै एउटै रहेछ डिजाइन यो छिमेकीहरू रहेछ क्या तल्लो घर बाँसो घर भने जस्तै तर कस्तो दामी के कन्सेप्ट गाउँलेहरू कस्तो दामी फेरि यहाँ हामी छिर्छौँ गहिरो रहेछ होइन तर यहाँ केही छैन नजाउँ यो त कस्तो चिसो रहेछ सिमेन्टको बनायो क्या भुइँमा है यहाँ चाहिँ चिसो छ क्या अघि माथितिर त अलिक तातो थियो क्या सिमेन्टको भए चिसो माटोको भयो भने त तातो हुन्छ नि त केही छैन सबै उस्तो उस्तै रहेछ अब यस्तै हो भने चाहिँ मलाई अब फेरि अल्छी हिँड्दा हिँड्दा खुट्टा दुख्यो क्या मेरो ऊ यहाँ चढ्ने ठाउँ रहेछ नि प्लास्टिकको तरकारी है त गाई तरकारी सस्तो सस्तो तरकारी कस्तो के सेम अनि यो गान्डे मुला होइन कस्तो खतरा के यो पात चाहिँ केले बनाएर होला के हेर न कपडाको रहेछ यो नातो हेर न नातो भन्ने होइन यो चाहिँ माछा यो के अरे पिँडालु के चोया चोया यहाँ हेर न उसबाट के भन्छ हिँड्न नसक्ने मान्छे पनि लिफ्टबाट ल्याइदिँदो रहेछ यहाँ माथिबाट त यस्तो दामी सिन देख्छ हामी अब लगभग भ्याइसक्यो घुम्नलाई के डर लाग्यो
के हो नि खाना हान्दा हो ढिला हुनु पर्यो डोको बोकेर जाऊँ बोक्न मिल्छ होला नि यो केही छैन यहाँ चाहिँ के हो यो यस्तो के युज गर्छ नि अब के हो यस्तो सेम गाउँको याद आयो आज थाकेपछि आनन्दले रेस्ट गरेर बस्ने ठाउँ पनि रहेछ है त गाई यही फुल त देखाएको होला नि कस्तो राम्रो त्यो उसमा हुन चाहिँ के हो के त्यो अघिको जस्तै होइन यस्तो त्यो बजाउने यहाँ हेर न उयो हतौरा तरी 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 हक्कारू तरी थाहै छैन के यसलाई तरी पनि यो होइन हामीले घुमेको एरिया होइन ल यो सबै कतिवटा ठाउँ रहेछ अनि कहाँ खुट्टा दुख्दैन त अनि यस्तो रहेछ सबै एउटै छ अनि के जानु यस्तो मजाले बनायो यहाँ हेर न यो पात के को पात हो कि यो पुरै हेर्नु ओरिजिनल जस्तोको तस्तै 亀川は亀型の素焼きの土器を使った弥生時代の棺です。大、中、小の大きさがあり、高さは30センチから140センチ。2つの亀を合わせた形が一人分に यहाँ त जान नि मिल्ने これは佐賀や福岡など北陸九州 घर फर्केर जान लाग्यो यही रातो कार्पेटबाट कहाँबाट गएको थियो कहाँ पुग्यो बाई कस्तो राम्रो थियो